साथीहरु वेलकम टु माई मिनी ब्लग। साथीहरु म चाहिँ बेथान्चोक आएको छु। यहाँको हेर्नुस् त मौसम कस्तो चिसो चिसो मौसम छ, पानी पर्दैछ यहाँ चाहिँ। साथीहरु आज चाहिँ म मेरो दिउँसोको समय मेरो बच्चाहरुसँग कसरी बित्छ त भन्ने कुराहरु हजुरहरुलाई देखाउँदैछु। म चाहिँ काभ्रे बेथान्चोक आएको छु अनि यहाँको मौसम चाहिँ अलि चिसो चिसो भएको हुनाले चाहिँ मैले मेरो बच्चाहरुलाई चाहिँ न्यानो न्यानो कपडाहरु लगाइदिदैछु। बच्चा र बुढाबुढीहरुलाई चाहिँ छिटै चिसोले समाउँछ रे के साथीहरु, त्यसैले मेरो बच्चाहरुलाई चाहिँ मैले न्यानो कपडाको साथसाथै तेल पनि लगाइदिदैछु। तराईमा गयो गर्मीले बस्नै नसकिने, पहाडमा आयो चिसो हुने, जे गर्दा पनि नहुँदो रहेछ के साथीहरु यो ज्यानलाई चाहिँ। आफू त जसो जता गए पनि कम्प्रोमाइज गर्न सकिदो रहेछ, तर यो बच्चाहरुलाई लिएर जताततै हिँड्न चाहिँ नसकिदो रहेछ। यो दुईजना बच्चाहरुलाई जतिसुकै चिटिक्क पारेर राख्दै पनि, कपाल कोरेर राख्दै पनि एकछिनमा फुकालेर भातभुङ्ग पारेर जिङिङ परेर बस्छ। क्यारै नपुगेको जस्तो बनाउँछ। घरि रिस पनि उठाउँछ अनि घरि हँसाउँछ पनि। अनि यता चाहिँ मेरो चटपटे छोरो चकचक गर्न भनेपछि के भन्नु, आँखै देख्दैन यति धेरै चकचक गर्छ कि के गर्नु, कुरै छोडिदिउँ। म चाहिँ यता कपडा मिलाउँदैछु भने मेरो छोरी चाहिँ त्यहाँ कक गर्छु भनेर गर्दैछ अनि छोरो चाहिँ चकचक गर्दैछ। अब कपडा चाहिँ मिलाइसकेँ, मैले खाना पनि बिहानै पकाइसकेँ। अब बच्चाहरूलाई चाहिँ खाना खुवाउँदैछु। खाना खुवाउनु भनेपछि त्यति गाह्रो हुन्छ कि साथीहरू, कुरै छोडिदिउँ। मेरो छोरीले राम्ररी खाना खाँदैन थियो। छोरा भएपछि छोरालाई चाहिँ अझै मजाले खाने बनाउँछु भनेको साथीहरू, तर के गर्नु, छोरो त झन् यस्तो चुजी परेछ कि छोरीले जति पनि खाँदैन। यो दुईजना बच्चालाई खाना खुवाउन त मलाई युद्ध लडे जत्तिकै हुन्छ कि साथीहरू। मैले चाहिँ खाना खुवाएर मेरो सानो छोरालाई चाहिँ सुताइसकेको छु। यही मौका पारेर मैले चाहिँ आफ्नो कामहरू सकाउनु पर्ने हुन्छ। मैले चाहिँ हिजो मेरो बच्चाको कपडाहरू धोएको थिएँ, राम्ररी घामै नलागेर कपडा नै सुकेको छैन। आज 2 दिन भइसक्यो। हल्का पानी परेर फेरि रोकेको छ, नसुक्छ कि भनेर म चाहिँ कपडाहरू सुकाउँदैछु। मेरो छोरो चाहिँ दिउँसो 10-15 मिनट बाहेक सुत्दैन, त्यसैले मैले यो मौकामा चाहिँ मैले छिटो सबै काम सक्नुपर्ने हुन्छ। कपडा सुकाइसक्यो, अब छिटो भाँडा माझिहाल्छु, नत्र भने फेरि छोरा उठ्यो भने रुएर हैरान पार्छ। म चाहिँ सरसर भाँडा पखाल्दैछु अनि पछाडि मेरो छोरी चाहिँ चकचक गर्दै मेरो पछि पुच्छर लागेर हिँड्दैछ। एकछिन भाइसँग सुत भनेको नमानिकन मेरो पछि लागेर हिँडेको छ। म चाहिँ अब सरसर पुछिहाल्छु। अब बढाल्ने काम त बाँकी नै छ कि साथीहरू, त्यो बढाल्नुभन्दा अगाडि मेरो छोरो उठ्यो भने त मैले केही काम गर्नै पाउँदिनँ। अब मैले भाँडा पनि पखालिसकेँ, अब म छिटो बढाइहाल्छु है साथीहरू। मेरो 2टा बच्चाहरूसँग दिउँसोको समय चाहिँ यसरी नै बित्छ है साथीहरू।